छोरा दाइ भाइ भनिन्छ तर अलि सम्झिने भनिन्छ त्यस्तो हैन त्यस्तो हो त्यस्तै हो नि अब त्यस्तो हैन अब दाइ भाइ भनिन्छ अहिले सम्झि भएर सम्झि भन्न पर्यो अनि तपाईँ राम्ररी भएर हिँड्नु भयो जाने हैन के कुटुम्बको म कुटुम्ब घर जाने हैन भनेको ए हिँ बस्ने खानी आफ्नो छोराका बस्ने दुःख भयो पनि जान्छ नि त बसेको छ छोराका छोडी छैन अब अलि बिरामी निको भएको थियो अब फेरि के गरौँ कसो गरौँ भयो आइज भनिरहेको छ आउनु त फुपू अस्ति आएर जानुभयो त भेटेर जानुभएको त कहिले आउँछौ ल आऊ भन्दै गइ छ अस्ति फोन गरेर आऊ भन्थे भयो तपाईँको पनि नाटकै रहेछ नाटकै छ कि बढी नाटक अब बल्ल बिरामी निको हुनुभयो भर्खरै उठ्नु भयो ठुलोवाले औषधि गरेर ल्याएर आउनुभयो अनि फेरि उकुस हुने हो त थुपुक्क नबसेर घर बस्ने जे खा त्यही दिन्छन् त्यही खाने भनिरहेको छु त मैले अनि किन जान पर्यो त नि आइज भनिरहेको छ म एक्लै भए आइज सुन्ने भयो भनी छ हिँडेको हो सुन्नै त जान त जाने हो कि आइसकेछ आइहालिन्छ कहिले आइहालिन्छ दिन चारमा आइन्छ खै दिन चारमा आइन्छ जस्तो आइन्छ दिन चारमा आइन्छ यसो तालले त के होला र खै यो कति हिँड्न मन लाग्यो हजुरलाई सकुन्देरी हिँड्न पर्यो नसकेको यस्तो पनि हुन्छ र कहीँ सकुन्देरी हिँड्न पर्यो होइन यस्तो हिँड्न मन लाउँछ हजुरलाई अझै पनि हिँड्न मन लाग्यो थुपुक्क घर बसेर जेहान त्यही खाएर बस्यो हुन्छ के रे जे नि दिएका छन् खानेकुरा के दिन्न नि त भात खान दिएका छन् नास्ता खान दिन्छन् रोलाएर खुवाउँछन् के खाँची सक्छन् त्यही त हो नि अनि फेरि किन जानु पर्यो त फेरि म एक्लै भए आउन आमा सुन्ने भयो भनेर भनेको हो किन जान पर्यो त अनि फेरि खरे किन जान पर्यो त नि भनेको के हिँ बस्यो हुन्न र आएर बसौँला बस्नु त बस्नु हो नि त नि अब अहिले भर्खरै जाडो बिरामी भएर उठेको मान्छे किन जान पर्यो भनेको क्या नजानु बस्नु यहीँ बस्नु यतातिर बस्नु बस्नु त पनि बसिराखेको छ कहाँ जान्छु जान त घरि जानु पनि पर्छ क्या छोरी घरि जानु त पर्छ त नि छोरीले भेट्न पर्यो बस्न पर्यो गएर गफ गर्न पर्यो पर्छ नि किन जानु पर्छ छोरी एक्लै भए जानु पर्छ बस्नु पर्छ पर्यो त नि छोरीले माया गर्नुपर्छ छोराले माया गर्नुपर्छ मैले भन्न खोजेको भर्खरै बिरामी भएर उठ्नु भयो अहिले किन तत्काल हिँड्न पर्यो त नि भनेको क्या ए बिरामी सन्चो भयो अहिले त सन्चो भएर अब दुई फेर उठल भयो चेक गरो एउसरी गरो सबै गरो सन्चो भएर अब बल्ल उठ्नु भएको अनि भर्खर किन तात्तातै गर्नुभयो त नि उठ्यो बल्ल अनि बल्ल उठ्यो अब सकिन आऊ न कहिले सक्छौ माठो भाउजूले ल्याएर भनी छ भाउजूले ल्याएर आऊ न भनिराखेको छ जानु फुपूले त भेट्ने हो कि फुपूले भेट्नु पर्छ तर किन भर्खरै बिरामी भएको मान्छे किन जानुहुन्छ भनेर क्या बेकार भयो फुपूले आएको भने भाउजू आऊ ल्याएर आऊ भनिन्छ भाउजू आऊ भनिन्छ आऊ भनिन्छ अनि यति राम्रो गरेर हिँड्छन् यति राम्रो गरेर हिँड्छन् यो स्वेटर कसले ल्याइदिएको त हजुरले स्वेटर कसले ल्याइदिएको कान्छी फुलले दिनुभएको माथिको रुमाल त्यो टाउका बाँधेको रुमाल कसले ल्याइदिएको त नि कान्छी फुपूले अनि साडी साडी लक्ष्मीले ल्याएको लक्ष्मण भन्ने कप्तानले ल्याएको मैले लिएको होइन कप्तान लेखेको छ यहाँ जुत्ता कसले ल्याइदिएको जुत्ता कप्तान लेखेको छ यहाँ जुत्ता कसले ल्याइदिएको जुत्ता कसले ल्याइदिएको त जुत्ता कसले ल्याइदिएको त जुत्ता हो त्यो जुत्ता कसले ल्याइदिएको त नि भनेको ए स्वेटर तलको जुत्ता कसले ल्याइदिएको हजुरलाई भनेको के को छ रहेछ त त्यो जुत्ता कसले ल्याइदिएको भनेको के जुत्ता कान्छी छोरीले ए कान्छी छोरीले ल्याएको त जुत्ता कुर्ता टोपी सबै दाँत के हो त भाँचियो हो त बोल्ला भाँचियो बरु त बोल्दा बोल्दै भाँचियो ठुलियो हो त यस्तो नि हुन्छ र